किरण भाइले फेरि यता किरण भाइ हेलो आइ गर्दैन त आमा एउटा हगेको के हगेको देखाउन बाँकी छ है के हो चिन्नुहुन्छ यो हो ल हेर्नु ल टक्क बन्दोबस्तले यहाँ त बाख्रा चाहिँ अहिले धेरै रहेनछ नत्र पनि बाख्रा बङ्गुर सबै हुन्छ यहाँ चाहिँ के फलेको यसरी करेला ल हेर्नु करेला 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 ल ल हुन्छ हस् हस् ल सो गाइज यो चाहिँ आजको हाम्रो उपलब्धि यही है ल हेलो गाइज दर्शक जोडे नमस्ते वेलकम ब्याक टु माई च्यानल वेलकम ब्याक टु माई अनदर भिडियो फेरि पनि एकचोटि म स्वागत गर्न चाहन्छु सबैजनालाई मेरो अर्को एउटा नयाँ भिडियोमा आज चाहिँ मेरो भ्लग घरैबाट स्टार्ट भइरहेको छ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा टक्क यहाँ केशव भाइ पनि रेडी हुँदैछ हाई भन्दैन केशव भाइ हाई भन्दैन त बाबु एकचोटि ओ इस सज्जन को क्या तकलीफ है भाई क्या तकलीफ है इनको ल ठिक छ यसले हाई भन्दैन अनार शून्य छ गरेर गाइज है हिजो राति बाबुले टोकिदिएछौँ ल गाइज अब हामी चाहिँ आज एउटा हल्का यात्राको भ्लग गराइदिउँ भनेर हो हामी चाहिँ आज म र केशव भाइ भएर चापकोटतिर जान लागेको है चापकोट किन जान लागेको भन्नुहुन्छ भने चाहिँ हामी चापकोट किन जान लागेको भन्नुहुन्छ भने चाहिँ हामीहरू आज फुपूको घर चाहिँ जान लागेको होइन यसो भेटघाट पनि गर्नु पऱ्यो र त्यसपछि हाम्रो घर फुपूको फेरि एकदमै धेरै तरकारी उत्पादन गर्नुहुन्छ क्या त्यही भएर हाम्रो घर फेरि तरकारीको सर्टेज भएको बेलामा फुपूले तरकारी लिन आऊ त बाबु भनेर बोलाउनु भएको छ होइन त्यही भएर आज चाहिँ हामी त्यतातिर जानु पऱ्यो भनेर ल यहाँ हेर्नु नि किरण भाइले फेरि यता किरण भाइ हेलो आइ गर्दैन त किरण भाइ छुट्टीमा आएको छ यहाँ जाल बुझ्दैछ माछा धोबी मारिन्छ है अस्ति देख्नु भएको छ होला होइन फेसबुकतिर सर्च रिल हेर्नुहुन्छ भने फेसबुकतिर पनि हालेको छु मैले होइन ल अब फेरि माछा मार्न गएको भ्लग पनि बनाउँदैछु एक दुई दिन पछाडि ओ धन्नै ठोकिने के सब त्यसमा धन्नै ठोकिने माछा मारेको भ्लग पनि देखाउँछु गाइजहरू है त्यो पनि हेर्नु होला र अहिले चाहिँ हामीहरू सर अब चापकोटतिर एउटा स्कुटी अनि एउटा बाइक लिएर जाने हामी चाहिँ ल आमालाई पनि देखाउनु न ल हातले के अरे आमा एउटा हगेको के हगेको देखाउन बाँकी छ है हगेको देखाउन बाँकी छ है ल है ठुले आमाले के भन्नुहुन्छ थाहा छ मलाई चाहिँ काले भन्छन् सबले घरमा त्यही भएर यो कालेले चाहिँ अब एउटा हगेको भिडियो बनाउनु बाँकी छ अरू सबै बनायो भनेर भन्नुभएको छ क्या ल ठिक छ तर म चाहिँ गोरो छु वास्तवमा तर मलाई किन कालो भन्छन् म अझैसम्म कन्फ्युजमा त्यो कुरा चाहिँ मैले पत्ता लगाउन सकेको छैन यो चाहिँ ब्याग यही हो ए नानु यहाँ हालिस् त माछा दिदीलाई माछा पनि लिएर जाने हो गाइज है कान्छ बोक्न तैँले ल है बोक ल के छ ल बोक है हो त्यहाँ स्कुटरमा राखेर ल एउटा स्कुटर अनि एउटा बाइक रेडी हुँदैछ जिना थापा आज ठिक छ नि तिमीलाई होइन हिजो चाहिँ एकदम बिरामी भएको थियो मेरो छोरी चाहिँ फुड पोइजनिङ भएछ क्या 5-6 चोटि बमिट गरी अनि त्यसपछि टाउको दुख्यो भन्दै थियो आज चाहिँ फ्रेस भएको छ फेरि के काम गर्दैछ है उसले ल गाइस अब म एकछिन सट्ट एउटा सानो हल्का थोरै भए पनि मोटो भ्लगमा जोड्छु अनि त्यसपछि फेरि उतातिर गएर फुपूको घर पनि टुर गराइदिन्छु है चापकोट बजार पनि देखाइदिन्छु आज सट्ट साथले ओके गाइज ल चापकोट बजार पनि जाने हामी आज नानु त्यहाँ सब्जी सबै हालिदिस् नि माछा हालिदिस् ल के ल्याउने हो तँलाई के अरे भन्न चाउमिन ल डाइटिङ गर भन्छ फेरि चाउमिन खान्छु भन्छ के हो यसको पारा पछाडि बोक्न पछाडि बोक के त्यो माछा कुचिन्छ कि त्यहाँ नाल खै माछा देखा त माछा ए थोरै रहेछ यार मैले त धेरै चाहिँ छ होला भनेको थिएँ ल यो होइन तर यो फ्राई गरेको है गाइज फ्राई गरेको माछा हो यो इनफ छ यहाँ लगभग आधी 1 किलो जति माछा चाहिँ फ्राई भएको यो ल चलो वेलकम ब्याक टु माई मोटो भ्लग है त ल गाइजहरू अब हामी चाहिँ घरबाट निस्किसकेको अवस्था है अब एकैछिन चाहिँ कच्ची बाटो दगुर्नु पर्ने हुन्छ अनि त्यसपछि फेरि तल पुगेपछि ल इनकेस हिँड अगाडि
के छ अगाडि हिँड्नु त आज फुर्सदको दिन छुट्टीको दिन आज चाहिँ बकर ईद भएर चाहिँ अब नेपालभरि सार्वजनिक बिदा दिएको छ सरकारले नेपाल सरकारले म यही भिडियो मार्फत चाहिँ के भन्न चाहन्छु भने सम्पूर्ण देश तथा विदेशमा बस्नुहुने हाम्रो मुस्लिम समुदायका दाजुभाइ आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई बकर ईदको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु है त सबै कतै नि गयो हाई भन्दै ल भ्लगमा आउँछौ है यतातिर चाहिँ अब घाँस दाउरा लिएर आइसक्नु भएछ अनि यो बाटो त सबैले चिन्नुहुन्छ होइन ल हाम्रो यतातिरबाट जतिजनाले पनि हेर्नुहुन्छ यो बाटो सबैले चिन्नुहुन्छ है यहाँ तलतिर चाहिँ बाटो अलि अप्ठ्यारो थियो पहिला अहिले त अब यो बाटो मर्मत गर्ने काम त भएको छैन अप्ठ्यारै होला सायद बाटो बाटो अप्ठ्यारै छ ल हेर्नु बाटो यो अब ट्र्याक्टर चाहिँ बेसी हिँड्छ क्या यहाँ ट्र्याक्टरले नै हो बाटो खराब गर्ने यस्तो खालको छ बाटो तर हामीलाई त अब चलाउनलाई त यसो गोरेटो भए पनि हुन्छ गोरेटो मात्रै हुनुपर्छ गाइस खरबारी डाँडा काँडा सबै कुदाइन्छ बाइक त के बोले भाइ अब के बोले है त ल बाटो यस्तै छ यहाँनिर त तल 0 भन्ने ठाउँमा नपुग्दासम्म ओह्रालो छ गल्याङ चापाकोटको बाटो जोडिने ठाउँ त्यो 0 भन्ने ठाउँमा पुगेपछि बल्ल अलिकति बाटो राम्रो छ गाइस है नत्र भने यतातिर त यो अब स्थानीय बाटो भइहाल्यो के लोकल बाटो अब यो त यो एउटा विशेष अवसरमा मात्र सफा हुन्छ बाटो बनाइन्छ विशेष अवसर जस्तै दसैँ तिहार होइन अनि त्यसपछि अब सामानहरू बोक्ने बेला हुन्छ नि जस्तै खेतबाट धानहरू यो बोक्ने बेलामा चाहिँ अब यसो ल स्थानीय सरकारलाई घाइ गुहार गरेर ल दोजर पठाइदिनु पऱ्यो हजुर भनेपछि दोजर पठाइदिन्छ होइन त्यसपछि बल्ल बाटो सफा हुन्छ र उता गयो भने गल्याङ जान्छ गाइज है अब यतातिर लागिन्छ हामी चाहिँ लेफ्ट टर्निङ लिएर गल्याङदेखिको चापाकोट खण्ड सडक खण्ड हो यो चाहिँ है यो चाहिँ अहिले एकदमै राम्रो तरिकाले अपग्रेड हुँदैछ गाइज यो अब छिट्टै जहाँसम्म 1-1.5 वर्षभित्रमा नै यो बाटो चाहिँ अब पक्की हुन्छ होला है पिच हुन्छ होला भन्ने आशा छ है त्यस कारणले कामहरू पनि तीव्र गतिमा हुँदैछ गाइज ल हामी चाहिँ अहिले ठ्याक्कै 0 भन्ने ठाउँबाट अब चापकोटतिर लागिसक्यो ल यहाँ त भैँसी पौडाउने कुवा पो रहेछ त कुवा मस्त कुवा रहेछ गाइज मोटो भ्लग हजुरहरूलाई कतिको मनपर्छ होइन मोटो भ्लग हेर्न कतिको इन्ट्रेस्ट हुन्छ भनिदिनु होला कमेन्ट गरिदिनु होला है अगाडि हाम्रो त्यसो भइ छ अब युजली नर्मली डेली कन्टेन्टहरू अब युट्युबरहरूले हालिराखेको हुन्छ त्यो हेर्ने अब तपाईँहरूलाई हेर्न त्यो मनपर्छ होला सायद होइन डेली कन्टेन्टहरू निकाल्न नसक्दाखेरि अब भ्लग पनि के बनाउने त भन्दाखेरि त्यस्तै हो अब हामी चाहिँ एउटा मेमोरीको रूपले मात्र भ्लग बनाउन खोजे हो होइन अब प्रोफेसनली अलिकति व्यावसायिक तरिकाले नै युट्युबमा भ्लग बनाउने गर्ने भएदेखि त एउटा छुट्टै एउटा प्रोसेस चाल्न प्रक्रिया गर्नुहुन्थ्यो होइन अब हामी चाहिँ यसो कहिलेकाहीँ बिदाको दिन ल नि त ल टाइम पास गरौँ भनेर भ्लग बनाउने तरिकाले बनाउँदाखेरि चाहिँ प्रोफेसनली जान पनि सकिएन है अब ठिकै छ भोलिका दिनहरूमा अब युट्युब ग्रो हुँदै गएर फलोवर्सहरू बढेर सब्सक्राइबरहरू बढेर राम्रो भयो भने त ठिकै छ त्यो सोच्ने छुट्टै पाटो हुन्छ होइन नत्र भने चाहिँ अब व्यावसायिक रूपले जान नसक्दाखेरि यसो मेमोरी रिकल गर्नुहुन्छ इन फ्युचर है कालान्तरमा गएर मेमोरी रिकल गर्नुहुन्छ मैले कसरी भिडियो बनाएका थिएँ कोलाई हामीले त्यसमा इन्क्लुड गर्न सकेको थियो भनेर यो त रिकल गर्नको लागि मात्र बनाएको मैले भ्लग है र केउनस गाउँ पनि आइसक्यो होइन अब जोस् यो बाटोको चाहिँ अहिले स्तरोन्नति गरेको हुँदाखेरि चाहिँ यो बाटो चाहिँ सर्वको तरिकाले मजाले हिँड्न सकिन्छ है यो बाटोमा आनन्दले पहिला चाहिँ अब बाटो नबनाउँदाखेरि चाहिँ बाटो अलिकति गाह्रो नै थियो होइन अनि यहाँ फेरि अर्कै खालको ढुङ्गा हुन्छ कि यो चिप्लो खालको चाहिँ डल्लो गोलो ढुङ्गा हुन्छ यो ठाउँमा चाहिँ होइन त्यस कारणले गर्दाखेरि बाटो चाहिँ एकदमै गाह्रो हुन्थ्यो कि अझ विशेष गरेर यो बर्खाको समयमा के पानी पर्ने समयमा चाहिँ बाटो एकदमै गाह्रो हुन्थ्यो होइन अल्टिट्युडको हिसाबले हेर्दाखेरि अलिकति लो अल्टिट्युडमा छ यो चाहिँ यो एरिया चाहिँ है त्यस कारणले गर्दाखेरि हाम्रोतिर भन्दा अलिक गर्मी नै हुन्छ यो पारिपट्टि देख्न सक्नुहुन्छ सबै पाल्पा जिल्ला हो पारिपट्टि चाहिँ है त्यो तलपट्टि गण्डकीले छुट्टै दिएको छ क्या स्याङ्जा जिल्ला पाल्पा जिल्ला सो गाइस यसो हल्का स्कुटर पनि राइड गरिदिउँ भनेर होइन अब भाइलाई चाहिँ बाइक दिएर मैले चाहिँ हल्का एकैछिन स्कुटर पनि राइड गरिदिउँ न सजिलो बाटोमा भनेर क्या गाह्रो बाटोमा मलाई स्कुटर चाहिँ अलिकति गाह्रो लाग्छ है
त्यही भएर यसो सजिलो बाटोमा चाहिँ चलाइदिउँ न भनेर के सर र यहाँसम्म चाहिँ उता चापकोट नगरपालिकाले यहाँसम्म चाहिँ बाटो पिच गरिसकेको छ है गाइस। हाम्रो गलाइ नगरपालिकाले पनि पछाडि जिम्मुवा भन्दा यतापट्टिसम्म बाटो पिच गरिसकेको छ होइन। चापकोट नगरपालिकाले चाहिँ यहाँसम्म बाटो पिच गरिसकेको छ। अब यहाँबाट उता त बाटो आनन्दको छ गाइस। चापकोटसम्म सर र पिचै पिच छ। ज्याउदी ठुलो खोला आदिघाट सडक पुल है त गाइस। यो चाहिँ अब जो चापकोट नगरपालिकाले चाहिँ राम्रो विकास गरिसकेको छ सडकमा। अनि त्यसपछि यो खोलानालामा जति पनि छ नि पुलको व्यवस्थापन ढलको व्यवस्थापन राम्रो तरिकाले गरिसकेको छ क्या। त हाम्रो गलाइ नगरपालिकाले पनि छिटोभन्दा छिटो अब व्यवस्थापन गरिदिनु पऱ्यो। त्यहाँ माथि हेर्नु त ल यो देख्नुभयो के हो चिन्नुहुन्छ यो हो ल हेर्नु लटरम्मै तरिकाले लिची पाएको छ। यो क्या मिठो होला जस्तो छ। किन्न पाइन्छ कि नै होला अहिले सोध्नु पर्ला। ल लिचीको सिजन त गाइस हो। लिची आँप अब बिस्तारै कटहरको होइन यो गर्मी मौसममा चाहिँ गर्मी बनाउने फलफुलहरूको सिजन हुन्छ क्या है। पेट्रोल हालौँ है। पेट्रोल हाल्न छैन क्या पेट्रोल सोधौँ न। आइज पेट्रोल दिनुभएको छ नि पनि हालिसकियो गाइज है। अब चाहिँ हामीहरू पुनै लागेको छ। अब धेरै छैन अब 5 मिनट हो। 5 मिनट पछि चाहिँ अब हाम्रो दिदीको घर पुगिन्छ। किरण भाइ स्कुटी चलाउन मजा भएको छ है। मजा भएको छ यार। पिच बाटोमा स्कुटी चलाउन मजा भएको छ। ल यहाँ पनि रहेछ लिची मजाले फलेछ देख्न सक्नु लिची लगाइज। अब यतातिर पहुँचेर छ यी नुहाइधुवाइ चलिरहेको छ यहाँ। हामीहरू अब किसान आइसकिसक्यो। किसान भनेर है यहाँ एउटा मेला लाग्छ क्या कान्छी बजार भन्ने एकदम फेमस मेला लाग्छ यहाँ कान्छी बजार भन्ने। यहाँ तलपट्टि यहाँबाट सर तल गएपछि है किसान बजार आइसक्यो गाइज। हामीहरू चाहिँ अब एकैछिनपछि अब उतापट्टि टार आउँछ सुन्तली टार भन्ने होइन। सुन्तली टारबाट हामी सुन्तली टारको मेन बजारबाट लेफ्ट छिरेपछि हाम्रो दिदीको फुपूको घर पुगिन्छ है। यस्तो छ यहाँनिर। तर आज चाहिँ मौसम कुल छ है। त्यस्तो गर्मी छैन। मैले अघि नै भनिसकेँ नि नत्र भने त यो ठाउँमा बस्नै सकिन्थेन। ल किरण भाइ तिमी आउनु पर्ने हो के अरे यार आएनौ तिमी। रमाइलो छ यार स्कुटी चलाउन मजा भइरहेको छ मलाई पनि। सुन्तली टारको बजार हामीहरू प्रवेश गरिसक्यो गाइज है। अब यहाँबाट चापाकोट भनेर 1 किलोमिटर लेख्दै थियो त्यहाँ परपट्टि। यो सुन्तली टार खासमा चापाकोट चाहिँ के भयो भन्दाखेरि अब नगरपालिकाको नाम भयो होइन। यो चाहिँ टारको नाम हो। बजारको नाम चाहिँ सुन्तली टार बजार हो। यतापट्टि देख्न सक्नुहुन्छ यस्तो राम्रो जग्गाहरू पनि छ यहाँ है। कसैले जग्गा किन जानु भने डक्टर यहाँ सम्पर्क गर्नु होला है। मलाई त होइन यहाँको साउलाई के साउलाई। यतापट्टि पनि छ। ल अब यो सुन्तली टारको मेन बजार एरिया नै यही हो गाइज है। यहाँ राम्रै बजारहरू पनि छ। कसैले मेरो भिडियो सुन्तली टारबाट हेर्दै हुनुहुन्छ भने चट्ट लाइक सेयर एन्ड कमेन्ट गरेर पुरै चापाकोट नगरपालिकाभरि छिटारिदिनु पऱ्यो कि भिडियो है। पुरै चापाकोट नगरपालिकाको कुना काप्चा पुऱ्याइदिनु पऱ्यो मेरो भिडियो है त गाइजहरू। ल चापाकोटै भन्दो रहेछ है। यहाँ चापाकोट बजार पनि भइहाल्यो। अनि त्यसपछि यो सुन्तली टार बजार पनि भयो। अब यहाँबाट चाहिँ हामी टक्क लेफ्ट छिर्नुपर्छ यतातिर। लेफ्ट छिरेपछि हामी चाहिँ टक्क फुपूकै घर पुगिन्छ है। अलिकति घुम्नुपर्छ क्या यहाँ। ठुलो पहिल्यैदेखिको पुरानो माध्यमिक विद्यालय पनि छ क्या यहाँ। यो देख्न सक्नुहुन्छ यो गङ्गालाल माध्यमिक विद्यालय भन्ने हो। हामी सानोमा हाम्रो स्रोत केन्द्रको एक्जाम दिन पनि कहिलेकाहीँ एकचोटि म यहाँ आएको छु कि एक्जाम दिन। ओ माउली दर्शन आराम हुनुहुन्छ? फुपूको घर ल यहाँबाट चाहिँ सट्टा हामी लेफ्ट लागेपछि यो फुपूको घर हो। अब हो यही हो हाम्रो फुपूको घर। ल टक्क साथै अब दिदीको घर पनि आइयो है। अब ल म भिडियो बसिसकेपछि अरू भिडियोहरू पनि देखाउँछु त गाइजहरू। ल यहीँ राख्यो हुन्छ अगाडिपट्टि राख्ने र यता हल्का शीतल छल्ले।
ल गाइज अब हामी चाहिँ अब चापकोट दिदी पुसाईको घर आइसकेको छ, फुपू पुसाईको घर। यी टक्क बन्दोबस्तले यहाँ त बाख्रा चाहिँ अहिले धेरै रहेनछ, नत्र पनि बाख्रा बङ्गुर सबै हुन्छ यहाँ चाहिँ। अनि अब तरकारी खेती हो क्या मेन यहाँ चाहिँ हेर्नुपर्ने। ल ल हेर्नु यो चाहिँ करेला हो गाइज। ल हेर्नु त फलेको आमा करेला त के फलेको यस्तरी करेला। ल डब्बा पनि देखाऊ। के डब्बा दबाई राख्ने? मेरो मेरो फुपू चाहिँ उहाँ नै हो। ल नमस्ते गर्नु फुपू, नमस्ते हाई गरिदिनुहोस्। ल मेरो कान्छी फुपू है, उहाँ चाहिँ जेठी फुपू माथि बजाकोट भन्ने देशमा हुनुहुन्छ, कान्छी फुपू चाहिँ यहाँ चापाकोट भन्ने देशमा। शाबाश बेटा। तर करेला त आमामामा यो करेला त के हो? यो तपाईँले बेच्नु पनि हुन्छ? यो चाहिँ औषधि होला। यो के गर्ने हो त यो औषधि यस्तो? खै झिमिरी जान्छ त्यहाँ, यो पालबाट छिरेर भित्र जान्छ झिमिरे। मर्ने हो त्यहाँ दबाई हुन्छ अरे। रुईमा रुई जस्तो हो न। यी यहाँ मरेछ झिमिरे, देख्नुभयो गाइज यहाँ मरेछ करेला। करेला त के हो यस्तो? यो कसले गराएको यो सबै? यो पुसायो आफैले पुरै बन्दोबस्तै तरिकाले हैछ कि यो त। खम्बा पिलर सबै पिलर। गाइज करेला यसरी छ। लौका खासै फल छैन क्या? ल हेर्नु करेला है, करेला 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 करेला। यो चाहिँ ठ्याक्क थम्बनेलमा पनि राख्नुपर्छ करेला चाहिँ। ल ओहो करेला रस लाउँदै रहेछ करेला। यो त के हाम्रो केशवलाई पनि बल्ल रस लाग्छ होइन केशव? ल ठिक छ। यो के हो? ड्रागन फ्रुट हो। ल यो ड्रागन फ्रुट ठ्याक्कै यो पिलर समात्छ यसले। कायदा रहेछ यो त, आइडिया त ठिक छ, ओके छ। ल भित्र पनि रहेछ। ल यतातिर फेरि यो छ गाइज, यो के भन्छ अरे घिरौँला गरे। यो नयाँ प्रविधिबाट अहिले गर्नुभएको हाम्रो दिदीहरूले। फाइबरको ब्याग राखेर फाइबरको ब्यागभित्र फलाएको छ नि, नत्र भने किराले खाइदिन्छ गरे। यो ब्यागभित्र जाँदैन किरा? ब्यागभित्र जाँदैन। यसरी गराउनु भएको चाहिँ पुरै टक्क साथले बन्दोबस्त तरिकाले। ल यतातिर कागती फल्दैछ आफ्नै पारामा फेरि बिस्तारै बिस्तारै। झिमिरे त कि बारुला हो र त्यो झिमिरे बारुला भन्ने? कमिला बन्नेवाला हो क्या। यता यो ड्रागन फ्रुट छ यहाँ। त्यो बिरालो डराउँछ कि के हो मान्छे? ल अब टिप्न सुरु गरौँ भनेर भन्नुभएको छ। ल खासमा अब के ढाँट्नु पऱ्यो गाइज, हामी चाहिँ यहाँ चाहिँ अब दिदीले बोलाएर ल करेला लिन आऊ, तरकारी लिन आऊ भन्नुभयो। त्यही भएर हामी चाहिँ सर करेला लिन आएको कि गाइज है। यहाँ अब यत्रो छ करेला आमामा। हिता कुलाङ मेलो डेकाला र इलाङ त हियालाई होस् नदिएकै पैसा नि। ल करेला त कसम रस लाग्दै रहेछ, यस्तो मजा लाग्दो तरिकाले फरा रहेछ करेला त। ल ल टिप्ने क्रम जारी छ। कतिहरू टिप्ने? कतिहरू टिप्ने धेरै? अहिले यो करेला मात्र हो अहिले? घिरौँला त मलाई लास्ट मनपर्छ। ए ल पहिला ओके। ए गाइज यहाँ त एक बाटा भइसक्यो, एक बाटा। ल भयो होला हौ। मैले अघि नै पनि भनिसकेँ, उहाँ चाहिँ हाम्रो कान्छी फुपू होइन, अब चापाकोट देशमा बस्नुहुन्छ। जेठी फुपू फेरि हाम्रो बजाकोट देशमा बस्नुहुन्छ, माथि वालिङ नगरपालिका। उहाँ चाहिँ चापाकोट नगरपालिका, हामी गलेङ नगरपालिका। यो चाहिँ हरिब लाग्यो मलाई यो सिस्टम चाहिँ। टक्क यो भित्र रुईमा औषधि हुँदो रहेछ। यहाँबाट किरालाई, अब किरालाई त्यो औषधिले उस गर्छ होला नि त, होइन एट्र्याक्ट गर्छ होला नि त। अनि यसरी मरेछ यहाँ देख्नुहुन्छ, यी झिमिरे मरेर बसेको छ यहाँ। यो ठिकै हो। यो अब व्यावसायिक रूपले खेतीपाती गरिसकेपछि किरालाई अब उत्पादनलाई चाहिँ अब राम्रो गराउनको निमित्त अब यति त गर्नै पर्यो। एक बाटा भएको छ, एक बाटा।
सो गाइस ल म अब हाम्रो दिदीको घर पनि टुर गराउँछु है हाम्रो फुपूको घर सबभन्दा पहिला मलाई एकदम एट्र्याक्ट गर्ने यहाँ चाहिँ यो हो क्या सधैँ एकदम A1 लाग्छ कि मलाई यो धुपीको बोट दामी लाग्छ यहाँ ल अब यस्तो छ घर चाहिँ होइन यस्तो तरिकाको छ यो घर चाहिँ सर र माथिपट्टि यस्तो छ ल अब म माथि जान्छु है त छठमा ल यस्तो छ यहाँ तलपट्टि यसरी अब यसरी टक्क यहाँबाट ट्याक 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 छठमा जान सकिन्छ गाइस है माथिपट्टि ल यहाँ चाहिँ यस्तो खालको कौसी छ यो कौसी यहाँ बसेर छक्क यतातिर सबै अवलोकन गर्न पाइन्छ यो पाल्पा जिल्लाको हामीले यसलाई बुढी लेक भन्छौँ कि गाइस बुढी लेक यसरी छ यो त चाहिँ अब तलपट्टि किचन छ यो तलपट्टि किचन माथिपट्टि फेरि स्टोर रुम टाइपको छ है सर अब यता पनि यो फ्ल्याट सेकेन्ड फ्ल्याट भयो यसरी अब टक्क माथि जान सकिन्छ माथि गइसकेपछि यो यसरी टक्क यसरी कोठा छ यतातिर यहाँ वासरुमहरू टाइपको अनि यहाँ माथि पूजा गर्नुहुन्थ्यो मन्दिर यतातिर मन्दिर पूजा गर्ने ठाउँ छ यहाँबाट पुरै सुन्तली टारको बजारहरू देख्न सकिन्छ यसरी हेर्नु त माथि यो प्रकारले टक्क सर सुन्तली टार चापाकोट बजारहरू देख्न सकिन्छ गाइस है यतातिर हेर्नुभयो भने फेरि यो बाटो चाहिँ यस्तो सर यसो गएर माथि ढुरकोट अनि गएर के भन्छ त्यहाँ माथि अर्को अझै के भन्छ ठाटी भन्ज्याङतिर पनि जान्छ यो बाटो यसरी यहाँबाट हामी टक 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 माथि चढ्दिउँ न त माथि चढ्दिउँ ल यहाँ चाहिँ यस्तो छ टङ्की यहाँ छ ट्याङ्की पानीको टङ्की दिदीहरू उहाँ तल हुनुहुन्छ यहाँ अझै टिप्दै हुनुहुन्छ यसरी देख्न सकिन्छ ल चापाकोट भ्यू सर र हामी चाहिँ हो यहाँ जानुपर्छ यो ठाउँमा जानुपर्छ हामी चाहिँ यो खोजमा यस्तरी सर र यस्तरी माथिपट्टि चढ्नुपर्छ ल म यसले भेटेको जति ल देख्न सक्नुहुन्छ यी हेर्नु ल करेला घेरौला पनि छ यहाँ अनि यहाँ फेरि गाभा छ टक्क अब यो लिएर जाने गाई हामीले है त यत्रो भयो यार कसरी लाने हो ल अझै ल्याउँदै हुनुहुन्छ ए भयो अब त दिदी ल हुन्छ हस् ल लगाइज अब खाना खान सुरु गरियो है त हामीले ल खाना खाएपछि भेटौँला यस्तो देख्न सक्नुहुन्छ है सो गाइज ल अब खाना पनि खाइसक्यो होइन तरकारीहरू पनि हामीले स्कुटरको डिक्कीमा कति खान सकिन्छ खादिहालियो हो स्कुटरको डिक्की चाहिँ नदेखाउँ अहिले नखोलौँ होइन यतातिर अब बोरामा एक बोरा रेडी छ अनि एक झोला करेला रेडी छ यत्रो गर्नु छ ल अब बिस्तारै अब फेरि चल्दिन पर्ला जस्तो छ पानी आउला जस्तो भएको छ घाम त लागेको छ तर पनि एकदम चर्को पुरा घाम लागेको छैन कि हाम्रोतिर चाहिँ पानी आउला जस्तो भएको छ त्यही कारणले गर्दाखेरि अब हामी बिस्तारै उकाली चढिदिनु पर्छ है त गाइस ल दुईटा बाइक सधैँ रहिरहन्छ ल आऊ त केटा लिन भने त हामी आएछौँ त के अरे नि है पुछ है ल त्यही गरेर दुईटा बाइक सधैँ रहिरहन्छ ल आऊ त केटा लिन भने त हामी आएछौँ त के अरे नि है पुछ है ल त्यही गरेर
सो गाइस ल अब घर आइपुगिसक्यो होइन घामले चाहिँ पोलेर भन्नेमा ध्वस्तै बनायो तर पनि अब आनन्दसँगै राम्रोसँगै आइपुग्यो घर है अब त्यही हो भिडियो चाहिँ लामै भएको छ होला जस्तो भए पनि भिडियोलाई चाहिँ माया गरिदिनु होला लाइक सेयर एन्ड कमेन्ट गरेर नबिर्सिनु होला कोही पुरानो हुनुहुन्छ भने बेल आइकनलाई अल नोटिफिकेसनमा सेट गरेको कन्फर्म गर्नु होला होइन कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब बटन थिचेर साथ दिनु होला माया दिनु होला है त ल गाइस फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि चाहिँ भिडियोलाई यतितिर बाई बाई भन्नु पर्ला है त गाइस ल बाई बाई जय नेपाल सो गाइस यो चाहिँ आजको हाम्रो उपलब्धि यही है ल ट्याक्कै हेर्दै तरकारी 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 हरियो तरकारी